भजनको रचनाकार हुन् फ्रान्सिस जैन क्रस्बी, जसलाई फन्नी जैन क्रस्बी भनेर पनि चिनिन्छ। उनी जन्मेको 6 हप्तामा उनको आँखामा सङ्क्रमण भयो र डाक्टरको गलत उपचारको कारण उनी 6 हप्तामा नै सदाको लागि दृष्टिहीन बन्न पुगे र उनी जन्मेको 6 महिनामा उनलाई माया गर्ने पिताको पनि देहान्त भयो। तर उनले आफ्नो अन्धोपनलाई श्राप, बोझ र कमजोरीको रूपमा लिन, तर परमेश्वरको आशिष र अवसरको रूपमा लिइन्। उनी 8 वर्षको हुँदा उनले पहिलो पटक एउटा कविता लेखिन्। म देख्न सक्दिन तापनि ओहो म कति खुसी आत्मा हुँ, म यो संसारमा सन्तुष्टि रहने सङ्कल्प गर्दछु। पछि उनले 8000 भन्दा बढी भजन र सुसमाचारका गीतहरू लेखिन् भने 1000 भन्दा बेसी उनले कविताहरू प्रकाशित गरिन् र उनलाई क्वीन अफ गोस्पेल सङराइटर भनेर उपनाम पनि दिइयो। आफू दृष्टिहीन भएकोमा उनले आफूलाई कहिले पनि दोषिनन्, तर परमेश्वरलाई सधैँ धन्यवाद दिइरहे र उनले भनिन्, म यसमा खुसी छु र गर्व गर्छु कि जब म स्वर्गमा जानेछु म पहिलोपल्ट मेरो आँखाले मेरो उद्धारकर्तालाई देख्नेछु। आमेन।